कैसा नि छैन जसलाई है। ल भइहाल्यो, सुरु गरिहालौँ। ल अब अर्को हाम्रो च्याप्टर छ है। 7 च्याप्टर छ, इन्सुरेन्स कम्पनी एन्ड पेन्सन फन्ड। अब यहाँ चाहिँ हाम्रो इन्सुरेन्सको छुट्टै छ है, इन्सुरेन्स कम्पनीको, अनि त्यसपछि पेन्सनको चाहिँ पहिला छुट्टै थियो। अब अहिले दुइटैलाई एउटै बनाएको छ र इन्सुरेन्सको प्रब्लमहरू गर्नको लागि पनि र पेन्सनको प्रब्लमहरू गर्नको लागि पनि हामीलाई चाहिँ अब यो टाइम भ्यालु अफ मनीको कन्सेप्ट हुनुपर्छ। अब हुन त अब टाइम भ्यालु अफ मनी हामीले स्कुल +2 ब्याचलरदेखि पढ्दा आइरहेका छौँ, तर पनि अब अलिकति ब्याकग्राउन्ड अलिकति फर्मुला भयो, कन्सेप्ट अलिकति बुझाएर हामी सुरु गरौँ। अनि त्यसपछि चाहिँ अनि योसँग रिलेटेड प्रब्लमहरू पनि छ र त्यसपछिको केसेसहरू अनि हामी बिस्तारै गर्छौँ ल यसमा। ल अब हामी फाइनेन्सको स्टुडेन्ट भएपछि एकदमै मोस्ट इम्पोर्टेन्ट च्याप्टर छ हाम्रो टाइम भ्यालु अफ मनी। टाइम पिरियड चेन्ज हुँदै गए अनुसार हाम्रो पैसाको भ्यालुमा पनि चेन्ज आउँछ भन्छ। जति टाइम पिरियड चेन्ज हुँदै गएको हुन्छ पैसाको मूल्य चाहिँ घट्दै गइरहेको हुन्छ। अनि त्यो पैसा युज गरेर जुन गुड्सहरू जुन सामानहरू हामी किन्ने गर्छौँ त्यसको भ्यालु चाहिँ हाम्रो बढ्दै गइरहेको हुन्छ। जस्तै भनौँ अब हामीले कुनै स्कुटर अहिले किन्नु पर्यो भने, अब मानौ 1 वर्ष अगाडि हामीले 2 लाख रुपियाँ तिरेर त्यो स्कुटर किन्थ्यौँ भने, अब त्यो स्कुटर अहिले हामीले किन्नु पर्यो भने त्यसको हाम्रो 2,20,000 2,50,000 पुगिरहेको हुन्छ। अब सामान चाहिँ त्यही हो, तर त्यही सामान बिफोर 1 इयर 2 लाखमा पाइरहेको थियो र 1 वर्ष पछाडि अहिले हामीले किन्नु पर्यो भने अब 2,20,000 2,50,000 हामीले तिर्नुपर्ने हुन्छ। यसरी हाम्रो टाइम पिरियड चेन्ज हुँदै गए अनुसार पैसाको भ्यालु कम हुँदै जान्छ र गुड्सको अथवा कुनै सामानको भ्यालु चाहिँ बढ्दै गइरहेको हुन्छ। र यसैलाई बेस बनाएर अब हामी टाइम भ्यालु अफ मनीको कन्सेप्ट हामी यहाँ पढ्छौँ, जसलाई हामीले 2 भागमा डिभाइड गरेको हुन्छ। एउटा सिम्पल टाइम भ्यालु अफ मनी, त्यो भनेको कम्पाउन्ड इन्ट्रेस्ट, र अर्को हुन्छ एन्युटी। अब सिम्पल टाइम भ्यालु अफ मनी भनेको कम्पाउन्ड इन्ट्रेस्ट हो। कम्पाउन्ड इन्ट्रेस्ट भनेको हामीले स्कुलदेखि नै पढ्दा आइरहेका छौँ। र स्कुलमा पढ्दाखेरि हाम्रो कम्पाउन्ड इन्ट्रेस्टको फर्मुला के हुन्थ्यो, एमाउन्ट निकाल्नु पर्यो भने हामी प्रिन्सिपल 1 + r/100 टु द पावर n गर्थ्यौँ। अब कुरा आइहाल्यो, कम्पाउन्ड इन्ट्रेस्ट भन्दा अगाडि फेरि सिम्पल इन्ट्रेस्टको बारेमा पनि अलिकति बुझौँ। अब हामीले सानो सानो क्लासमा पढ्दाखेरि सबभन्दा पहिला सिम्पल इन्ट्रेस्टबाट हामी सुरु गर्छौँ। इन्ट्रेस्टको कन्सेप्ट होस् भन्ने हिसाबले चाहिँ हामी सिम्पल इन्ट्रेस्ट पढ्छौँ, जसमा चाहिँ पहिलो वर्षमा जुन इन्ट्रेस्ट पाएको हुन्छ सेकेन्ड इयरमा चाहिँ त्यो इन्ट्रेस्टलाई इग्नोर गरेको हुन्छ र प्रिन्सिपल एमाउन्ट फिक्स हुने गर्छ भने त्यो चाहिँ हाम्रो सिम्पल इन्ट्रेस्ट हुन्छ। जस्तै मानौ हामीले कुनै ब्याङ्कमा 1 लाख रुपियाँ पैसा जम्मा गर्यो, त्यो ब्याङ्कले 10% ब्याज दिने गर्छ भन्यो भने सिम्पल इन्ट्रेस्टमा के हुन्छ, फर्स्ट इयर पनि 1 लाखको 10% इन्ट्रेस्ट 10,000 नै हुन्छ, सेकेन्ड इयरमा पनि 1 लाखको 10% इन्ट्रेस्ट 10,000 नै हुन्छ, अथवा थर्ड फोर्थ फिफ्थ जुनसुकै इयर होस् हामीले इन्ट्रेस्ट निकाल्ने बेला सधैँ सुरुको प्रिन्सिपल 1 लाख छ भने 1 लाखकै 10%, फर्स्ट इयर पनि 10,000, सेकेन्ड इयर पनि 10,000, थर्ड इयर पनि 10,000 इन्ट्रेस्ट भइरहन्छ भने त्यो सिम्पल इन्ट्रेस्ट भयो। र कन्सेप्ट बुझ्नको लागि हामी सिम्पल इन्ट्रेस्टबाट सुरु गर्छौँ, तर प्र्याक्टिकली सिम्पल इन्ट्रेस्ट मिल्दैन। प्र्याक्टिकली हाम्रो कम्पाउन्ड इन्ट्रेस्ट बेस हुन्छ र नर्मली हाम्रो पर्सेन्टेज भनेको पर एनम, यदि कुनै ब्याङ्कले 10% इन्ट्रेस्ट दिन्छ भन्यो भने त्यो 10% भनेको पर एनम हुन्छ, वार्षिक ब्याज दर हुन्छ। अब कम्पाउन्ड इन्ट्रेस्टमा के हुन्छ त, आज हामीले 1 लाख रुपियाँ कुनै ब्याङ्कमा जम्मा गर्यो, त्यो ब्याङ्कले कम्पाउन्ड इन्ट्रेस्टले ब्याज दिने गर्छ र हामी 2 वर्ष पछिको भ्यालु थाहा पाउन चाहन्छौँ भने फर्स्ट इयरको बिगिनिङमा 1 लाख रुपिज हामीले ब्याङ्कमा जम्मा गर्यो, त्यसमा 10% इन्ट्रेस्ट दिन्छ भने फर्स्ट इयरको एन्डमा पुगेपछि 1 लाखमा 10% 10,000 रुपिज हामी ब्याज पाउँछौँ। र सेकेन्ड इयर फर्स्ट इयरको एन्डमा पुगिसकेपछि अब हाम्रो पैसा 1 लाख भइरहँदैन। अब हामी 1 लाख रुपिज ब्याङ्कमा जम्मा गरेका थियौँ, फर्स्ट इयरको एन्डमा 1 वर्षभरि हाम्रो पैसा ब्याङ्कमा रहेपछि
ब्याङ्कले हाम्रो पैसा युज गरेपछि त्यसमा हामीलाई ब्याज दिन्छ 10% ले 10,000 ब्याज दिन्छ भने अब 1 वर्षपछि हाम्रो पैसा अब 1 लाख हुँदैन 1 लाखमा 10,000 इन्ट्रेस्ट जोडेर 1,10,000 हुन्छ अब सेकेन्ड इयरमा हामीले ब्याज पाउने बेला 1,10,000 पहिलो वर्ष जुन 10,000 ब्याज पाएको छ दोस्रो वर्ष ब्याजको पनि ब्याज हामी पाउने गर्छौं भने त्यो कम्पाउन्ड इन्ट्रेस्ट भयो अब सेकेन्ड इयरको एन्डमा पुगेपछि हामीले ब्याज पाउने बेला 1,10,000 को 10% ले 11,000 रुपैयाँ हामी ब्याज पाउँछौं सिम्पल इन्ट्रेस्टमा फर्स्ट इयर पनि इन्ट्रेस्ट 10,000 सेकेन्ड इयर पनि इन्ट्रेस्ट 10,000 भयो र कम्पाउन्ड इन्ट्रेस्टमा के हुन्छ फर्स्ट इयर हाम्रो इन्ट्रेस्ट 10,000 भयो सेकेन्ड इयरमा हाम्रो इन्ट्रेस्ट 11,000 भयो अब सेकेन्ड इयरमा हाम्रो 1,000 बढी हामीले किन पायौं त भन्दाखेरि फर्स्ट इयरमा जुन 10,000 हामीले इन्ट्रेस्ट पाएका थियौं सेकेन्ड इयरमा त्यो इन्ट्रेस्टको पनि इन्ट्रेस्ट 10,000 ब्याजको पनि 10% ले 1,000 चाहिँ हामीले एक्स्ट्रा ब्याज पायौं जसले गर्दा हाम्रो सेकेन्ड इयरको इन्ट्रेस्ट हुन्छ 11,000 र दोस्रो वर्षको अन्त्यमा अब हाम्रो पैसा हेर्दाखेरि कति हुन्छ 1 लाखमा 10% 10,000 जोड्यो 1,10,000 फेरि दोस्रो वर्षमा 1,10,000 को 10% 11,000 जोडेपछि हाम्रो कति हुने भयो त 1,21,000 हुन आउँछ जबकि हामीले सिम्पल इन्ट्रेस्टमा 1 लाख को 10% फर्स्ट इयर पनि 10,000 सेकेन्ड इयर पनि 10,000 र सेकेन्ड इयरको एन्डमा टोटल भ्यालु हेर्ने हो भने 1,20,000 हुन्छ अब सिम्पल इन्ट्रेस्टमा ब्याजको ब्याज नपाउने कारणले गर्दा सेकेन्ड इयरको एन्डमा टोटल भ्यालु 1,20,000 हुन्छ र कम्पाउन्ड इन्ट्रेस्टमा चाहिँ 1,21,000 हुन्छ जुन 1,000 ले बढी हामीले पाएका छौं त्यो हाम्रो इन्ट्रेस्टको पनि इन्ट्रेस्ट पाएको हो अब त्यही कुरालाई हामी फाइनान्समा नोटेसन चेन्ज गरेर अमाउन्टलाई हामी फ्युचर भ्यालु भन्ने गर्छौं प्रिन्सिपललाई हामी प्रेजेन्ट भ्यालु भन्ने गर्छौं 1 प्लस अनि r/100 लाई हामी i k ले डिनोट गर्ने गर्छौं जसमा अलरेडी 100 ले डिवाइड गरेपछि डेसिमलमा भ्यालु पुट गर्छौं हामी 2 टु पावर n कति वर्ष छ त अब अहिपो 2 वर्षको एक्जाम्पल दियो मुखले हामीले भन्न सक्यौं अब 10 वर्षपछि 20 वर्षपछि कति हुन्छ भन्यो भने हामीले यो त पावर 10 पावर 20 राखेर यो फर्मुला लगाएर हामी निकाल्छौं फ्युचर भ्यालु अब यो fp इक्वल्स टु pv 1 प्लस i को पावर n सिम्पल टाइम भ्यालु अफ मनीमा यही एउटा मात्रै फर्मुला हो जसमा चारवटा भेरिएबल छ फ्युचर भ्यालु प्रेजेन्ट भ्यालु इन्ट्रेस्ट र अनि नम्बर अफ इयर्स अब यो चारवटामा कुनै तीनवटा गिभन छ भने अर्को हामी निकाल्न सकिहाल्छौं जुन चाहिँ अननोन हो त्यो हामी निकाल्न सकिहाल्छौं अब फ्युचर भ्यालु अननोन छ भने प्रेजेन्ट भ्यालु इन्ट्रेस्ट रेट र नम्बर अफ इयर्स दिएको हुन्छ हामी फ्युचर भ्यालु निकाल्छौं यही फर्मुला लगाएर यदि हामीलाई फ्युचर भ्यालु गिभन दिएर प्रेजेन्ट भ्यालु निकाल्नु पर्यो भने पीवी सँग भएको 1 प्लस i को पावर n लाई साइड चेन्ज गरेपछि यो फर्मुला बन्छ fp डिवाइड बाइ 1 प्लस i को पावर n एउटै फर्मुला हो यो दुईटा नपढ्दा पनि हुन्छ अथवा i सोधे पनि यही फर्मुला युज गर्छौं n सोधे पनि हामी यही फर्मुला युज गर्छौं र हामीले सुरुमा जेरो कुपन बन्डको बारेमा पढेका थियौं र जेरो कुपन बन्डमा पनि हामी यही फर्मुला लगाएर भ्यालु अफ बन्ड भनेको प्रेजेन्ट भ्यालु निकाल्छौं यही फर्मुला यो चाहिँ फर्मुला मेथड भयो चाहे हाम्रो इन्ट्रेस्ट रेट अथवा नम्बर अफ इयर्स होल नम्बरमा होस् डेसिमलमा होस् अथवा ठुलठुलो नम्बर होस् यो फर्मुला एउटा एप्लाई गर्यो भने यो चारवटा भेरिएबलमा जुन चाहिँ अननोन छ त्यो हामी सल्भ गर्न सकिहाल्छौं र अब हामीले फर्मुला युज नगरिकन टेबल मेथड पनि युज गर्न सक्छौं र टेबलमा हेर्दाखेरि यदि फ्युचर भ्यालु निकाल्नु छ भने प्रेजेन्ट भ्यालु गिभन हुन्छ अनि प्रेजेन्ट भ्यालु निकाल्नको लागि प्रेजेन्ट भ्यालु गिभन दिएर फ्युचर भ्यालु निकाल्नु पर्यो भने हामी टेबल हेर्छौं FPIF i%, n years यो फर्मुला टेबल वाला यो फर्मुला युज गरेर पनि हामी FP निकाल्न सक्छौं अथवा PV निकाल्नु पर्यो भने फ्युचर भ्यालु दिएको हुन्छ अनि फ्युचर भ्यालुलाई PV निकाल्नको लागि PVIF टेबल हेरेर हामी यो फ्याक्टरले मल्टिप्लाई गरेर प्रेजेन्ट भ्यालु निकाल्न सक्छौं त्यसैले सिम्पल टाइम भ्यालु अफ मनी भनेको कम्पाउन्ड इन्ट्रेस्ट हो कम्पाउन्ड इन्ट्रेस्टमा यो चारवटा भेरिएबलमा कुनै तीनवटा गिभन दिएको हुन्छ जुन अननोन भयो त्यो हामी निकाल्न सकिहाल्छौं जहाँ FP भनेको फ्युचर भ्यालु PV भनेको प्रेजेन्ट भ्यालु अब I K R नोटेसन युज गरेको छ भने यो इन्ट्रेस्ट रेट प्रेजेन्ट भ्यालु गिभन दिएर फ्युचर भ्यालु निकाल्नु पर्यो ब्याङ्कमा 1 लाख रुपैयाँ जम्मा गर्यो 1 वर्षपछि कति 10% ले भन्यो भने त्यो 10% भनेको इन्ट्रेस्ट रेट हुन्छ प्रेजेन्ट भ्यालु दिएर फ्युचर भ्यालु निकाल्नु पर्यो भने त्यही रेटलाई हामी इन्ट्रेस्ट रेट भन्छौं यसको ठीक उल्टो फ्युचर भ्यालु 1 वर्षपछि 1,10,000 हुन्छ त्यसको आजको भ्यालु कति यदि 10% भनेर दिएको छ भने त्यो 10% लाई हामी डिस्काउन्टेड भन्छौं प्रेजेन्ट भ्यालु दिएर फ्युचर भ्यालु निकाल्नु पर्यो भने त्यही रेटलाई हामी इन्ट्रेस्ट रेट भन्छौं फ्युचर भ्यालु दिएर प्रेजेन्ट भ्यालु निकाल्नु पर्यो भने त्यही रेटलाई हामी डिस्काउन्टेड भन्छौं र n भनेको नम्बर अफ इयर्स भइहाल्यो र यदि क्वेशनमा हामीलाई ब्याङ्कहरुले सेमी एनुअली क्वार्टरली मन्थली डेली बेसिसमा ब्याज दिने गर्छ भन्यो भने अनि हामी के गर्छौं त
प्रायः सब यहाँ चाहिँ हाम्रो सेमी एनुअली आइरहेको हुन्छ। अनि सेमी एनुअली आयो भने आईलाई हामी डिभाइड बाई 2 गर्छौँ, एनलाई हामी इन्टु 2 गरेपछि पिरियड्समा आउँछ। क्वार्टरली भन्यो भने आईलाई बाई 4 गर्छौँ, एनलाई इन्टु 4 गर्छौँ। मन्थली भन्यो भने आईलाई डिभाइड बाई 12, एनलाई इन्टु 12। डेली भन्यो भने आईलाई डिभाइड बाई 360 or 65 र एनलाई हामी 360 or 365 ले मल्टिप्लाई गरेर निकाल्नु पर्ने हुन्छ है। ल यो अब हामीले पहिलेदेखि धेरै पढिसकेका छौँ, त्यसले मैले रिभिजनको लागि कन्सेप्ट बुझाइदिएँ है। हिसाबहरू अब यो कन्सेप्ट बुझेपछि प्र्याक्टिस गर्नको लागि म दिइहाल्छु। अब अर्को आउँछ हाम्रो एन्युटी। अब सिम्पल टाइम भ्यालु अफ मनी र एन्युटीमा के फरक छ त? सिम्पल टाइम भ्यालु अफ मनीमा आजको एउटा 1 लाख 2 वर्षपछि कति, आजको एउटा 1 लाख 5 वर्षपछि कति, आजको एउटा 1 लाख 10 वर्षपछि कति, आजको एउटा फिक्स एमाउन्ट हुन्छ, त्यो चाहिँ सर्टेन टाइम पिरियड पछि कति हुन्छ भन्यो भने त्यो सिम्पल टाइम भ्यालु अफ मनी भयो। तर अब एन्युटीमा के हुन्छ त? आजको एउटा 1 लाखको मात्र कुरा हुँदैन, हरेक वर्षको फर्स्ट इयरको 1 लाख, सेकेन्ड इयरको 1 लाख, थर्ड इयरको 1 लाख एमाउन्ट चाहिँ फिक्स हुनुपर्छ एन्युटी हुनको लागि। फेरि एमाउन्ट चाहिँ चेन्ज हुनु भएन। पहिलो वर्ष 1 लाख, दोस्रो वर्ष 1,50,000, तेस्रो वर्ष 2 लाख भयो भने यो फर्मुलाले काम गर्दैन। एन्युटी हुनको लागि एउटा फिक्स एमाउन्ट, फर्स्ट इयर पनि 1 लाख, सेकेन्ड इयर पनि 1 लाख, थर्ड इयर पनि 1 लाख, जसलाई हामीले क्वेसनमा ल्याङ्ग्वेजमा दिने बेला यसरी each year, every year, per year, per annum, per semi-annual, per quarter, per month, per week, per day, यस्ता किसिमका each, every, per, a भन्ने वर्ड आइरहेको हुन्छ र यस्तो किसिमको वर्ड देख्ने बित्तिकै हामी क्वेसन चिनिहाल्छौँ त्यो एन्युटी हो भन्ने कुरा यसले बुझाउँछ। त्यसैले सबभन्दा फर्स्टमा अब अहिले त हामीले एउटा मात्र केस पढ्यौँ, अब बिस्तारै पढ्दै गएपछि हाम्रो धेरैवटा केस हुँदाखेरि अनि कन्फ्युज हुन्छ, अनि कुन केस कहाँ युज गर्ने भन्ने कुरा क्लियर हुनको लागि सबभन्दा फर्स्टमा जुन क्वेसन दिएको छ त्यो हामीले छुट्याउनु पर्यो, सिम्पल टाइम भ्यालु अफ मनी हो कि एन्युटी हो। अनि सिम्पल टाइम भ्यालु र एन्युटी छुट्याउनको लागि हामीले यो वर्डहरू हेर्ने, यदि एमाउन्टको पछाडि ₹1 लाख इच इयर, ₹1 लाख एभ्री इयर भन्ने वर्ड आइरहेको छ भने त्यो चाहिँ एन्युटी हो भन्ने बुझाउँछ। तर अब यसरी इच इयर, एभ्री इयर, पर इयर यस्तो किसिमको टर्म्सहरू वर्ड आएको छैन भने त्यो चाहिँ सिम्पल टाइम भ्यालु अफ मनी हुन्छ। ल यसरी सिम्पल टाइम भ्यालु अफ मनी र एन्युटीमा हामी यसरी छुट्याउँछौँ। अब एन्युटी हो भन्ने कुरा चिन्यो, अब एन्युटी हो भन्ने कुरा चिनिसकेपछि फेरि यहाँ दुईटा एन्युटी हुन्छ, एउटा सिम्पल अथवा अर्डिनरी एन्युटी र अर्को हुन्छ एन्युटी ड्यू। र सिम्पल एन्युटीमा के हुन्छ त? रिसिप्ट अर पेमेन्ट एट द एन्ड अफ इच पिरियड, हरेक पिरियडको एन्डमा भन्ने अर्थ लाग्छ भने, अथवा हरेक पिरियडको एन्डमा, हरेक वर्षको एन्डमा, हरेक 6 महिनाको एन्डमा, हरेक 3 महिनाको एन्डमा, हरेक महिनाको एन्डमा भन्ने वर्ड ल्याङ्ग्वेजमा दिएको छ। त्यसैले रिसिप्ट अर पेमेन्ट एट द एन्ड भनेको छ भने त्यो चाहिँ हाम्रो सिम्पल एन्युटी हुन्छ। र कन्सेप्ट बुझ्नलाई हामीले यहाँ इक्जाम्पलको रूपमा लिएका छौँ स्यालेरी। अब नर्मली स्यालेरी भनेको, नर्मली है, एक्सेप्सनल केस होइन, नर्मली स्यालेरी भनेको हामीले पिरियडको सुरुमा पाउने गर्छ कि एन्डमा पाउने गर्छ? नर्मली स्यालेरी भनेको हामीले महिनाको एन्डमा पाइरहेको हुन्छ। अब यहाँ महिना भइरहेको हुन्छ, तर अब यहाँ चाहिँ हामीले मानव बुझ्नको लागि, कन्सेप्ट बुझ्नको लागि क्वेसनमा दिने रेट पर्सेन्टेज पर एनम हुने कारणले गर्दा मानव हामीले वर्षमा भन्ने अर्थमा लगाउँ न, कुनै प्रोजेक्टमा हामी काम गर्दैछौँ, त्यो प्रोजेक्टले हामीलाई स्यालेरी वर्षमा एकपटक दिने गर्छ भने अब वर्षको एकपटक भनेको पहिला वर्षभरि काम गर्छ अनि वर्षको एन्डमा चाहिँ हामीले स्यालेरी पाइरहेको हुन्छ। त्यसले प्रायः जस्तो स्यालेरी भनेको पिरियडको एन्डमा पाउँछ। यो केसमा चाहिँ हामी त्यो सिम्पल एन्युटी भन्ने बुझ्छौँ। अथवा चाहिँ क्वेसनमा यो एट द बिगिनिङ एट द एन्ड केही पनि क्लियरली भनेको छैन भने, अथवा यदि क्वेसन साइलेन्ट छ भने त्यो सधैँ एट द एन्ड नै हुन्छ। एट द एन्ड भयो भने त्यो सिम्पल एन्युटी नै हुन्छ। जस्तै यसको कन्सेप्ट बुझ्न हामीले एउटा इक्जाम्पल गऱ्यौँ यहाँ, फ्युचर भ्याल्यु एन्युटी। अब फेरि सिम्पल एन्युटीमा पनि फेरि दुईटा हुन्छ, एउटा फ्युचर भ्याल्यु एन्युटी हुन्छ, अर्को प्रेजेन्ट भ्याल्यु एन्युटी हुन्छ। र फ्युचर भ्याल्यु र प्रेजेन्ट भ्याल्युमा फेरि के फरक हुन्छ त? फ्युचर भ्याल्युमा चाहिँ एउटा इक्जाम्पलै लिउँ, मानव हामीले कुनै प्रोजेक्टमा काम गऱ्यौँ, त्यो प्रोजेक्टको लाइफ 3 वर्ष छ र फर्स्ट इयर वर्षभरि काम गर्यो, स्यालेरी हामी पाउँछौँ फर्स्ट इयरको एन्डमा, र एउटा फिक्स एमाउन्ट हामी पाउँछौँ भने त्यसलाई हामी पेमेन्ट इन्स्टलमेन्ट पनि भन्ने गर्छौँ। नोटेसनमा पिएमटी लेख्ने गरिन्छ। र पिएमटी 1 फर्स्ट इयर वर्षभरि काम गर्यो, फर्स्ट इयरको स्यालेरी पाउँछ, फर्स्ट इयरको एन्डमा 1 लाख रुपियाँ। फेरि सेकेन्ड इयर वर्षभरि काम गर्यो, सेकेन्ड इयरको एन्डमा हामीले स्यालेरी पाउँछ, दोस्रो स्यालेरी 1 लाख। फेरि थर्ड इयर वर्षभरि काम गर्यो, थर्ड इयरको एन्डमा हामीले फेरि 1 लाख रुपियाँ स्यालेरी पाउँछ।
अब त्यो प्रोजेक्टको लाइफ 3 वर्ष छ। 3 वर्षपछि प्रोजेक्टको लाइफ सकिसकेपछि मान हामी कुनै बिजनेस गर्ने प्लानिङ गरेका छौँ र त्यो हरेक वर्ष जुन हामीले स्यालेरी 1 लाख रुपियाँ पाएका छौँ त्यसलाई कुनै ब्याङ्कमा हामीले जम्मा गर्यौँ, जुन ब्याङ्कले हामीलाई 10% इन्ट्रेस्ट दिने गर्छ भने अब क्वेसनमा सोधेको हुन्छ हामीले 3 वर्ष पछाडि एकमुष्ट रूपमा त्यो जुन हरेक वर्ष 1 लाख रुपियाँ पाएका छौँ त्यसलाई ब्याङ्कमा जम्मा गर्दा इन्क्लुडिङ कम्पाउन्ड इन्ट्रेस्ट 10%ले टोटल एकमुष्ट कति रकम पाउँछौँ भनेर हामीलाई सोधेको छ भने अब त्यसलाई हामी भन्ने गर्छौँ फ्युचर भ्याल्यु एन्युटी। फ्युचर भ्याल्यु एन्युटी स्यालेरी पिरियडको एन्डमा। अब एकचोटि यहाँ एज्युम गरौँ यही इक्जाम्पललाई हामीले सिम्पल टाइम भ्यालु अफ मनी कम्प्युटर्सबाट गर्ने हो भने यो पहिलो वर्षभरि काम गर्छ, PMT1 पाउँछ स्यालेरी यो पोइन्टमा हिसाब गर्दैछ हामी यो पोइन्टमा इयर 1 को एन्डमा 1 लाख स्यालेरी पाउँछ, हिसाब गर्छ इयर 3 को एन्डमा भए यो 1 लाखमा कति वर्षको ब्याज पाउँछ होला? अच्युत सनी भनौँ होला। हिसाब हामी यो पोइन्टमा गर्छौँ, 0 भनेको आज इयर 1 को बिगिनिङदेखि लिएर इयर 1 को एन्डसम्म हामीले काम गरेपछि यो पोइन्टमा 1 लाख रुपियाँ स्यालेरी पाउँछ र हिसाब हामीले यो पोइन्टमा गरेका छौँ भने यो 1 लाखमा कति वर्षको ब्याज पाउँछ होला? खोइ त अच्युत सनी यहाँ हेरौँ ल। यहाँ पाउने 1 लाख रुपियाँ हामी 2 वर्ष लगानी गर्न भ्याउँछ, त्यसैले यो पहिलो वर्षको 1 लाखमा 2 वर्षको ब्याज पाउँछ र यो पोइन्टमा पुगेपछि त्यो 1 लाख हुन्छ 1,21,000 जुन अघि हामीले निकाल्यौँ। फेरि दोस्रो वर्षभरि काम गर्छौँ, सेकेन्ड इयरको एन्डमा फेरि 1 लाख रुपियाँ हामी ब्याज पाउँछौँ र सेकेन्ड इयरको एन्डमा पाएको 1 लाख रुपियाँलाई फेरि हामीले ब्याङ्कमा जम्मा गर्छौँ र थर्ड इयरको एन्डसम्म हामीले जम्मा गर्छौँ भने थर्ड इयर 1 वर्ष मात्र लगानी गर्न भ्याउँछ र यहाँ पाउने 1 लाख यहाँ पुग्दाखेरि 1 लाखमा 10% इन्ट्रेस्ट पाएर 1,10,000 हुन्छ। अनि थर्ड इयरको एन्डमा 1 लाख रुपियाँ पाउँछ, हिसाब पनि त्यही पोइन्टमा गर्छौँ भने त्यसलाई हामीले ब्याङ्कमा राख्नै भ्याउँदैन, रिइन्भेस्ट नै गर्न भ्याउँदैन, जसले गर्दा त्यो 1 लाखको भ्यालु 1 लाख नै भइरहन्छ भने अब यसरी सिम्पल टाइम भ्यालु अफ मनी अनुसार यो 1 लाखै भइरहन्छ, यहाँको 1 लाख यहाँ पुग्दा 1,10,000 हुन्छ, यहाँको 1 लाख यहाँ पुग्दा 1,21,000 हुन्छ भने टोटल एकमुष्ट भ्यालु कति आउँछ? सिम्पल टाइम भ्यालु अफ मनीबाट गर्दा मानौ यसलाई हामीले A1 यसलाई A2 यसलाई A3 नाम दिने हो र टोटल निकाल्ने हो भने A1 + A2 + A3 गरेर निकालिराख्नु पर्ने हुन्छ। अब 3 वर्षको त यसरी पोसिबल होला, तर अब 10 वर्ष 20 वर्ष आयो भने यसरी गरेर पोसिबल हुँदैन। हो त्यो बेला हामी एन्युटीको फर्मुला युज गर्छौँ र यो एन्युटी युज गर्नको लागि हामी फ्युचर भ्यालु एन्युटी कसरी चिन्ने? एन्युटी क्वेसनमा इच इयर, एभ्री इयर, अ इयर, पर इयर भन्ने वर्ड आइरहेछ भने त्यसले एन्युटी भन्ने बुझाउँछ र पहिला इन्स्टलमेन्ट जम्मा गर्ने 1 लाख 1 लाख 1 लाख लाइफ सकिसकेपछि अथवा हिसाब गरेको दिनमा एकमुष्ट कति हुन्छ भन्यो भने त्यो फ्युचर भ्यालु एन्युटी निकाल भन्ने बुझाउँछ र त्यो निकाल्नको लागि जुन हामीले फिक्स एमाउन्ट 1 लाख रुपियाँ जम्मा गर्यौँ त्यसलाई हामी पेमेन्ट भन्छौँ। FVIFA फ्युचर भ्यालु एन्युटी निकाल्नको लागि टेबल हामी हेर्छौँ, फ्युचर भ्यालु इन्ट्रेस्ट फ्याक्टर एन्युटी FVIFA टेबल I% N years र हामीले माथि गरेको इक्जाम्पलमा 1 लाख रुपियाँ PMT भयो, I भनेको जुन ब्याङ्कमा पैसा जम्मा गरेको छ त्यो 10% भयो र N भनेको 3 इयर्स छ भने हाम्रो FVIFA फ्याक्टर दिन्छ 3.31 र यो 1 लाखले 3.31 लाई मल्टिप्लाई गर्दा हाम्रो 3,31,000 आउँछ। जुन हामीले सिम्पल टाइम भ्यालु अफ मनीबाट 3 पटक गरेर A1 A2 A3 निकालेर जोडेपछि आउने एन्सर हेरौँ त, यहाँ 3 लाइनमा यसले एन्सर देखाइन्छ। यसलाई भन्छौँ फ्युचर भ्यालु एन्युटी। अब यो पनि टेबल मेथड भयो। यदि I र N होल नम्बरमा दिइरहेछ भने त यो टेबल मेथडबाट पोसिबल हुन्छ। यदि अब I हामीलाई 10% नदिकन 9.5% दियो भने हाम्रो टेबलमा त 9.5 अथवा डेसिमलको भ्यालु हुँदैन हो, अनि फेरि त्यो बेला हामीले के गर्नुपर्ने हुन्छ, यो टेबल मेथड युज नगरिकन यो फर्मुला मेथड युज गर्नुपर्ने हुन्छ र यो फर्मुला अब हामीले एक्जाममा टेबल लान पाइन्छ, फाइनान्शियल टेबल, यसको हेडिङमा फ्युचर भ्यालु एन्युटीको हेडिङमा यो फर्मुला हामीलाई दिएको हुन्छ। त्यसैले FPA निकाल्नु छ भने PMT यो भइहाल्यो 1 लाख इन्टु I अथवा N डेसिमलमा दिएको छ भने हामीले अब टेबल हेर्न मिल्दैन, यो लगाउनु पर्ने हुन्छ फर्मुला 1 + I को पावर N - 1 होल डिभाइड बाइ I। अनि PMT 1 लाखको 1 लाख भयो, 1 + I भनेको अब यो 9.5 हुँदा 0.095
n भनेको 3 इयर्स पावर 3 - 1 डिवाइड बाइ i भनेको 0.095 गरेर क्याल्कुलेसन गरेपछि हाम्रो फ्याक्टर आउँछ 3.2940 टेबलमा डाइरेक्ट उसले दिइरा हुन्छ 3.31 10% मा अब 9% भएपछि हाम्रो भ्यालु हुन्छ 3.2940 र मल्टिप्लाई गरेपछि हाम्रो आन्सर आउने भयो 3,29,403 त्यसले अब यो मुनिको युज गर्यो भने हामीले क्याल्कुलेसन एक्स्ट्रा गर्ने काम गर्नु पर्यो अब होल नम्बरमा दिएको छ भने उ आफैले क्याल्कुलेसन गरेर फ्याक्टर दिएको हुन्छ मल्टिप्लाई मात्र गरे पुग्ने हुन्छ त्यो सजिलो चाहिँ माथिको हुन्छ तर डेसिमलमा आयो भने फेरि माथिको एप्लाई गर्न मिल्दैन हामीले यो मुनिकै युज गर्नु पर्ने हुन्छ अब यो त भयो हाम्रो फ्युचर भ्यालु एन्युटी जहाँ हामीले एकदम राम्रो एक्जाम्पल स्यालेरीको रूपमा लियौं स्यालेरी भनेको हरेक वर्षको अन्त्यमा पाउने कारणले गर्दा त्यसलाई हामी फ्युचर भ्यालु एन्युटी भन्छौं र क्वेशन साइलेन्स छ भने पनि त्यो सधैँ फ्युचर भ्यालु एन्युटी नै हुन्छ अब अर्को छ हाम्रो फ्युचर भ्यालु एन्युटी ड्यू ल एन्युटी ड्यू रिसिप्ट अर पेमेन्ट एट द बिगिनिङ अफ इच पिरियड हरेक पिरियडको सुरुमै हामी रिसिप्ट अर पेमेन्ट गर्ने गर्छौं भने त्यो एन्युटी ड्यू हुन्छ यसको राम्रो एक्जाम्पल छ हाम्रो रेन्ट अब नर्मली हामीसँग एउटा बिल्डिङ छ त्यो बिल्डिङ हामीले रेन्टमा दिएपछि प्रायसो रेन्ट भनेको सुरुमा पाउँछ कि एन्डमा पाउँछ त भन्दाखेरि सुरुमा पाउँछ त्यसैले अब यही माथिको एक्जाम्पल फ्युचर भ्यालु एन्युटी ड्यू निकाल्ने हो भने आज हामीसँग भएको एउटा बिल्डिङ रेन्टमा दियो आज भनेको 0 इयरमा आजै हामीले 1 लाख रुपैयाँ पाउँछ PMT 1 र 0 मै 1 लाख पाउँछ हिसाब हामी 3 वर्षको एन्डमा गर्दै छौं भने यो 1 लाखमा हामीले फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयर 3 वर्षको ब्याज पाउँछ माथि के थियो 1 वर्षपछि पैसा पाउँछ त्यसैले पहिलो 1 लाखमा 2 पटक ब्याज पाउँछ दोस्रो 1 लाखमा 1 पटक ब्याज पाउँछ तेस्रो 1 लाखमा ब्याजै पाउँदैन तर ड्यूमा के हुन्छ 0 भनेको आजै त्यो 1 लाख रुपैयाँ पाउँछ र आज पाएको पैसा हामीले ब्याङ्कमा जम्मा गर्न लग्यो थर्ड इयरको एन्डमा निकाल्दाखेरि त्यो 1 लाख फर्स्ट इयर पनि ब्याङ्कमा रह्यो सेकेन्ड इयर पनि ब्याङ्कमा रह्यो थर्ड इयर पनि ब्याङ्कमा रहेपछि 3 वर्षको ब्याज हामी पाउँछौं यसको मतलब सिम्पल एन्युटीमा भन्दा एन्युटी ड्यूमा एक वर्षको ब्याज बढी पाउँछ यो 0 इयरमा आज पाएको 1 लाख रुपैयाँ ब्याङ्कमा 3 वर्ष रहन्छ 3 पटकले ब्याज पाउने भयो फेरि हामी यो 1 वर्षपछि यो पोइन्टमा पुग्छौं फेरि सेकेन्ड इयरमा 1 लाख रुपैयाँ हामीले रेन्ट पाउँछ हिसाब गर्दै छौं हामी यो थर्डमा र फेरि यहाँ यो 1 लाखमा हामी 2 वर्षको ब्याज पाउँछौं र सेकेन्ड इयरमा हाम्रो जुन PMT 1 लाख रुपैयाँ हामीले पाइरहेछ हिसाब हामी थर्ड इयरको एन्डमा गरेको कारणले गर्दा यो थर्ड इयरको PMT मा पनि हामीले 1 वर्षको ब्याज पाउँछ भनेपछि अहिलेकोमा पहिलोमा 2 पटक पाउँथ्यो यहाँ 3 पटक पाउने भयो सुरुकोमा दोस्रोमा 1 पटक यहाँ हामीले 2 पटक पाउने भयो र माथिकोमा थर्डमा ब्याजै पाउँदैन यहाँ 1 पटक ब्याज पाउने भयो जसले गर्दा हामीले फ्युचर भ्यालु एन्ड ड्यू त्यसरी एडभान्सको कुरा आउने बित्तिकै हामी यहाँ ड्यू भन्ने गर्छौं र ड्यू निकाल्नको लागि सेम सबै एकै फर्मुला हुन्छ 1 वर्षको ब्याज बढी पाउने कारणले गर्दा लास्टमा 1 + i एउटा हामी एक्स्ट्रा गर्छौं त्यो सबै माथिकै हो 1 लाख इन्टु FPIFA 10% कोमा 3 इयर्स सिम्पल एन्युटी र यसलाई 1 + i ले मल्टिप्लाई गर्यो भने ड्यू र एक वर्षको ब्याज बढी पाउने कारणले गर्दा अघि 3,31,000 थियो अब 10% ले 1 वर्षको एक्स्ट्रा ब्याज पाउँछ त्यसले गर्दा हाम्रो फ्युचर भ्यालु एन्युटी ड्यू हुन्छ 3,64,100 र यहाँ पनि यदि हामीलाई डेसिमलमा दिएको छ भने अब टेबल मेथड युज गर्न मिलेन अनि फेरि अहिलेकै फर्मुला PMT * 1 + i को पावर n - 1 होल डिवाइड बाइ i यो अहिलेकै फर्मुला भयो 1 वर्षको ब्याज बढी पाउने कारणले गर्दा 1 + i हामी थप्छौं र डेसिमलमा दिएको छ भने i को ठाउँमा 0.095 फेरि होल डिवाइड बाइ 0.095 पावर 3 - 1 एज इट इज छँदैछ 1 वर्षको ब्याज बढी पाउँदाखेरि अहिलेकोमा भन्दा यहाँ अलिकति भ्यालु हामी धेरै पाउँछौं क्लियर छ बुझेको छ कुनै कन्फ्युजन छ यो भयो फ्युचर भ्यालु र फ्युचर भ्यालु एन्युटी र फ्युचर भ्यालु एन्युटी ड्यू अब अर्को आउँछ हाम्रो प्रेजेन्ट भ्यालु एन्युटी पनि अब चारवटा एन्युटी हुने भयो एउटा फ्युचर भ्यालु एन्युटी ड्यू अर्को प्रेजेन्ट भ्यालु एन्युटी ड्यू अब सिम्पल टाइम एलफ पनि त एउटै मात्र हो FP = P 1 + i को पावर n गरेपछि त्यो चारवटा भेरिएबलमा कुनै तीनटा दिएको हुन्छ अर्को हामी निकाल्न सकिहाल्छौं र सिम्पल एन्युटी सिम्पल टाइम भ्यालु अफ मनी र एन्युटी कसरी छुटाउने भनेको एमाउन्टको पछाडी इच इयर एभ्री इयर पर इयर दिएको छ भने त्यो सिम्पल एन्युटी हुन्छ छैन भने त्यो सिम्पल टाइम भ्यालु अफ मनी हुन्छ अब एन्युटी हो भन्ने कुरा चिनिसकेपछि फ्युचर भ्यालु एन्युटी हो कि प्रेजेन्ट भ्यालु एन्युटी हो चिन्नको लागि फेरि हामी के गर्छौं त फ्युचर भ्यालुमा पहिला इन्स्टलमेन्ट जम्मा गर्छ लाइफ सकेपछि अथवा हिसाब गर्ने दिनमा चाहिँ एकमुष्ट कति भन्यो भने त्यो हुन्छ फ्युचर भ्यालु एन्युटी
अनि प्रेजेन्ट भ्यालुमा के हुन्छ, आज एकमुष्त रकम पहिला ब्याङ्कमा जम्मा गर्छौँ र सर्टेन टाइम पिरियड पछि हामीले एउटा फिक्स एमाउन्ट निकाल्न मिल्ने गरी आजै टोटलमा एकमुष्त एमाउन्ट जम्मा गरेको छ भने त्यसलाई हामी प्रेजेन्ट भ्यालु एन्युटी भन्छौँ। र प्रायः चाहिँ यो कहिले युज हुन्छ भन्दाखेरि जस्तै अब हामीले विभिन्न किसिमका कोषहरू हामीले खडा गरेको हुन्छ, फन्डहरू क्रिएट गरेको हुन्छ। जस्तै अब लक्ष्मी प्रसाद देवकोटा कोष भने हुन्छ, नारायण गोपाल कोष भनिरहेको हुन्छ, यस्ता किसिमका फन्डहरू क्रिएट गरेको हुन्छ। भनौँ न इक्जाम्पल, अब लक्ष्मी प्रसाद देवकोटा कोष खोलेको छ, त्यसले चाहिँ अब कुनै स्टुडेन्टलाई स्कलरसिप दिँदैछ। मानव 3 इयर्स कोर्स भएको स्टडी कुनै स्टुडेन्टले पढ्न चाहन्छ र त्यो स्टुडेन्टलाई अब कलेजले स्कलरसिप दिँदैछ भने अब आज एकमुष्त त्यो स्टुडेन्टको नाममा आज हामीले एकमुष्त कति पैसा ब्याङ्कमा जम्मा गरिदिने, जुन ब्याङ्कमा पैसा जम्मा गरेको छ त्यसले 10% ब्याज दिन्छ र त्यो स्टुडेन्टले जुन कलेजमा पढेको छ उसले त्यो कलेजमा हरेक वर्षको अन्त्यमा 1 लाख 1 लाख 1 लाख फी तिर्नुपर्छ भने के त्यो स्टुडेन्टको नाममा आज हामीले 3 लाख जम्मा गर्नु पर्ला त? यहाँ हेर्ने बेला त 1 वर्षपछि 1 लाख फी तिर्नुपर्छ, 2 वर्षपछि 1 लाख फी तिर्नुपर्छ, 3 वर्षपछि 1 लाख फी तिर्नुपर्छ। हेर्ने बेला त यहाँ 3 वटा 1 लाख 1 लाख 1 लाख जोड्दाखेरि त आज हामीले ब्याङ्कमा 3 लाख जम्मा गर्नुपर्छ जस्तो लाग्छ। तर के साँच्चै 3 लाख जम्मा गर्नुपर्छ त? अथवा धेरै जम्मा गर्नु पर्ला अथवा कम जम्मा गर्नु पर्ला त भन्दाखेरि यहाँ हामीले कम मात्र जम्मा गरे पुग्ने हुन्छ। किन त भन्दाखेरि यो जुन हामीले आज ब्याङ्कमा पैसा जम्मा गरेको छ त्यसमा त 10% हरेक वर्ष ब्याज पाइरहेको हुन्छ र यसरी ब्याज पाउने कारणले गर्दा हामीले 3 लाख जम्मा गर्नुपर्ने हुँदैन, त्योभन्दा कम मात्र जम्मा गरे पुग्ने हुन्छ। अब त्यही कति जम्मा गर्ने त? आज ब्याङ्कमा एकमुष्त कति रकम जम्मा गरेको अवस्थामा सर्टेन टाइम पिरियडसम्म हामीले एउटा फिक्स एमाउन्ट निकाल्न मिल्ने कम्बिनेसन मिल्नको लागि आज हामीले एकमुष्त कति जम्मा गर्नुपर्छ भन्यो भने त्यो हुन्छ फ्युचर प्रेजेन्ट भ्यालु एन्युटी। र यहाँ हामी पिएमटी त्यही 1 लाख 1 लाख 1 लाख त्यो स्टुडेन्टले कलेजमा वर्षको अन्त्यमा 1 लाख 3 पटक फी तिर्नुपर्छ र त्यो स्टुडेन्टको नाममा आज हामीले एकमुष्त रकम जम्मा गरिदिन्छौँ अनि त्यो स्टुडेन्टले वर्षभरि त्यो पैसा ब्याङ्कमा रहन्छ, कलेजमा वर्षभरि त्यो स्टुडेन्ट पढ्छ अनि फर्स्ट इन्स्टलमेन्ट उसले 1 वर्षपछि 1 लाख तिर्नुपर्छ अनि त्यो स्टुडेन्ट ब्याङ्कमा जान्छ, 1 लाख रुपियाँ निकाल्छ, कलेजमा तिर्छ। फेरि बाँकी रहेको पैसा दोस्रो वर्षभरि ब्याङ्कमा जम्मा भइरहन्छ, यता कलेजमा स्टुडेन्ट पढिरहन्छ, फेरि यसमा ब्याज जोडिसकेपछि फेरि स्टुडेन्ट ब्याङ्कमा जान्छ, 1 लाख रुपियाँ निकाल्छ, कलेजमा तिर्छ। फेरि बाँकी रहेको पैसा तेस्रो वर्षभरि ब्याङ्कमा जम्मा रहन्छ र 13% ब्याज पाइसकेको हुन्छ र ब्याज पाइसकेपछि ठ्याक्कै त्यहाँ 1 लाख जम्मा हुन्छ। फेरि त्यो स्टुडेन्टले ब्याङ्कमा गयो, 1 लाख रुपियाँ निकाल्यो र कलेजमा तिर्दियो भने ब्याङ्कमा ब्यालेन्स पनि सकिन्छ, कलेजमा तिर्नुपर्ने फी पनि सकिन्छ। यो कम्बिनेसन मिल्नको लागि आज हामीले त्यो स्टुडेन्टको नाममा एकमुष्त कति रकम जम्मा गर्नुपर्छ भन्यो भने त्यसलाई हामी भन्छौँ प्रेजेन्ट भ्यालु एन्युटी। र यो निकाल्नको लागि हामी गर्छौँ पिएमटी 1 लाख रुपियाँ स्टुडेन्टले कलेजमा तिर्नुपर्ने एउटा फिक्स इन्स्टलमेन्ट इन्टु प्रेजेन्ट भ्यालु एन्युटी निकाल्नको लागि पिभिआइएफए हेर्नुपर्ने हुन्छ, आई पर्सेन्ट कमा एन इयर्स। अब आई भनेको जुन ब्याङ्कमा पैसा जम्मा गरेको छ उसले 10% ब्याज दिने गरेको छ, 3टा इन्स्टलमेन्ट तिर्नुपर्छ भन्यो भने पिभिआइएफए 10% को 3 इयर्समा हाम्रो फ्याक्टर हेर्दा 2.4869 आउँछ। त्यो 1 लाखलाई 2.4869 ले मल्टिप्लाई गर्दा त्यो कोर्सले त्यो स्टुडेन्टको नाममा ब्याङ्कमा पैसा 3 लाख जम्मा गर्नु पर्दैन, कति जम्मा गरे पुग्छ? 2,48,690 रुपियाँ मात्र जम्मा गरे पुग्छ भन्ने यसले बुझाउँछ। र फेरि यहाँ पनि अब जुन ब्याङ्कमा पैसा जम्मा गरेको हो त्यसले 10% को ठाउँमा अब 9.5% दियो भने फेरि यो टेबल मेथड मिलेन अनि फेरि त्यहाँ हामीले फर्मुला मेथड युज गर्नुपर्ने हुन्छ र पिएमटी को पिएमटी भयो र पिभिआइएफए को फर्मुला टेबलको हेडिङमा दिएको हुन्छ। यो निकाल्ने फर्मुला हुन्छ 1 - 1/1 प्लस आई को पावर n होल डिभाइड बाई आई। अनि यो फर्मुलामा अब आई भनेको जुन ब्याङ्कमा पैसा जम्मा गरेको थियो उसले 9.5% ब्याज दिन्छ भने 9.5 को डेसिमलमा 0.095 पावर 3 फेरि मुनि पनि 0.095 गर्दा यहाँ हाम्रो एन्सर आउँछ 2,50,890। आज त्यो स्टुडेन्टको नाममा हामीले 2,50,890 रुपियाँ ब्याङ्कमा जम्मा गर्नुपर्ने हुन्छ। जुन ब्याङ्कमा पैसा जम्मा गरेको छ त्यसले ब्याज दिन्छ 9.5% ले, जसले गर्दा उसले हरेक वर्षको अन्त्यमा त्यो ब्याङ्कबाट 1 लाख 1 लाख 1 लाख निकालेर कलेजमा फी तिर्छ। 3 वर्षपछि उसको पढ्ने कोर्स पनि सकिन्छ, ब्याङ्कमा ब्यालेन्स पनि सकिन्छ, उसले तिर्नुपर्ने इन्स्टलमेन्ट पनि सकिन्छ। यो कम्बिनेसन मिल्नको लागि आज कति जम्मा गर्नुपर्छ भन्यो भने त्यो हुन्छ प्रेजेन्ट भ्यालु एन्युटी। र क्वेसन साइलेन्स छ भने पिरियडको एन्डमा इन्स्टलमेन्ट तिर्ने भन्ने बुझाउँछ। अब ड्यू फेरि प्रेजेन्ट
भ्यालु एन्युटी ड्यू PVA ड्यू यसमा के हुन्छ एट द बिगिनिङ अथवा पेसिभ दिँदैछ त्यो स्टुडेन्टले पिरियडको एन्डमा होइन पिरियडको बिगिनिङमै फी तिर्नुपर्छ भन्यो भने अब यहाँ यस्तो हुन्छ आज हामीले एकमुष्ट रकम कति जम्मा गर्ने र आज यो जम्मा गरेको पैसाबाट पहिलो इन्स्टलमेन्ट उसले आजै तिर्छ PMT1 1,00,000 रुपियाँ कलेजमा आजै 1,00,000 रुपियाँ तिर्नुपर्छ फर्स्ट इन्स्टलमेन्ट उसले 0मै तिर्छ अनि सेकेन्ड इन्स्टलमेन्ट उसले इयर 1 सकेर इयर 2 बिगिनिङ हुने बेला तिर्छ थर्ड इन्स्टलमेन्ट उसले इयर 2 को एन्डमा तिर्छ भने अब यहाँ अघि चाहिँ पहिलो इयर 1 को एन्डमा दोस्रो इयर 2 को एन्डमा तेस्रो इयर 3 को एन्डमा तिर्दा त्यो सिम्पल प्रेजेन्ट भ्यालु एन्युटी भयो अब एडभान्समा तिर्ने भनेको पहिलो हामीले आजै तिर्छ दोस्रो 1 वर्षपछि तिर्छ तेस्रो 2 वर्षपछि तिर्छ भने यहाँ हामीले कति पैसा आज एकमुष्ट जम्मा गर्यो भने एडभान्समै 1-1 लाख रुपियाँ कलेजमा फी तिर्न पुग्छ त अथवा 3 वर्षसम्म हरेक वर्षको सुरुमा 1 लाख 1 लाख 1 लाख कलेजमा हामीले फी तिर्नुपर्छ भने त्यो स्टुडेन्टलाई स्कलरसिप दिँदैछौँ त्यसो उसको नाममा आज हामीले ब्याङ्कमा कति जम्मा गर्नुपर्छ भन्यो भने त्यसलाई भन्छौँ प्रेजेन्ट भ्यालु एन्युटी ड्यू PVA ड्यू र यो पनि सबै फर्मुला अघि जस्तै हुन्छ लास्टमा 1 प्लस आई एउटा एक्स्ट्रा त्यही 1 लाख इन्टु P/FA 10% 3 अहिलेको फ्याक्टर 2.4869 मल्टिप्लाई गर्दा 2,48,690 रुपिस मात्र हुन्थ्यो यदि पिरियडको एन्डमा उसले इन्स्टलमेन्ट तिर्ने भयो तर यहाँ एडभान्समा तिर्ने कारणले गर्दा एक एक वर्षको ब्याज बढी उसले तिर्नुपर्ने हुन्छ जसले गर्दा 1.1 अथवा यो 1 प्लस आई 10% ले मल्टिप्लाई गर्दा अब हामीले त्यो स्टुडेन्टको नाममा आज पैसा जम्मा गर्नुपर्ने हुन्छ 2,70,559 र यहाँ पनि फेरि डेसिमलमा दिएको छ भने त्यही अहिलेको फर्मुलामा पछाडि हामीले 1 प्लस आई एउटा थप्नुपर्ने हुन्छ क्लियर छ यहाँसम्म बुझेको हो बुझिदै छ सर अलिअलि बुझिदै छ सर यो चाहिँ रिभिजन भयो होला पहिला नै हामीले पढेकै हो है हजुर ल अब यस्तै क्वेसनहरु छ यहाँ हेरौँ ल क्वेसन नम्बर 1 देखि 5 सम्म छ एकचोटि ट्राई गर्दा हुन्छ यो नम्बरहरु अनि ओलिभ गोलबाट गर्ने हो भने म भन्छु 3 नम्बर टिप ल हुन्छ सर भन्दै जानु न अब यो चाहिँ कन्सेप्ट भएको हुनाले सायद धेरै त नहोला अब यहाँको मैले फाइलको 1 to 5 भनिहालेँ त्यो पनि नम्बर टिपौँ होला यो फाइलमा छ 1 देखि 5 सम्म अनि त्यसपछि अब यिनीहरू गरिसके पछाडि अथवा चाहिँ अब टाइम नभए डाइरेक्ट ओलिभ गोलबाटै गर्दा पनि हुन्छ एकछिन म क्वेसन खोजेर भन्छु है अनि त्यो याद गर है यो चाहिँ हामीले वर्षमा एक पटक ब्याज दिने कुरा भयो अब त्यहाँ सेमी एनुअली भन्यो भने आईलाई बाइ 2 एनलाई इन्टु 2 गर्नुपर्छ भनेको छ त्यो याद गरौँ होला नम्बर 2 है यो हाम्रो मैले चाहिँ यो अस्मिताको सोल्युसनबाट दिएँ है पेज 222 मा छ 2017 को क्वेसन नम्बर 2 2017 क्वेसन नम्बर 2 को ABC ABC गरौँ D लाई बाँकी राखौँ यो चाहिँ 30 मार्क्समा आएको रहेछ 2017 मा ABC गरेर D लाई चाहिँ बाँकी राखौँ होला है त्यसपछि त्यसपछि 2021 को छ 2021 डिसेम्बर क्वेसन नम्बर 2 यसको पनि ABC ABC गरौँ D लाई बाँकी राखौँ
त्यसपछि छ 2022 को जुलाई मेकअप क्वेशन नम्बर 11 2022 जुलाई भनेको लास्ट टाइमको मेकअप वाला भयो सर एकछिन है म हेर्दैछु अहिलेको चाहिँ सेमेस्टर वाला भयो अब इयर वाला हेर्ने हो भने इयर वाला चाहिँ 2066 को सेकेन्ड 9B यति छ ओलिभ गोल्डबाट यति छ है अच्युत यहाँ फाइलमा भएको 1 देखि 5 सम्म अनि ओलिभ गोल्डको अहिले मैले भनेको नम्बरहरू ए हुन्छ सर आज ट्राई गरौँ है अनि बाँकी रहेको हामी भोलि गरौँला ए हुन्छ सर हुन्छ है मैले यो फाइलहरू सबै राखेको छ यो इन्स्योरेन्सको छुट्टै छ पेन्सनको छुट्टै छ एकचोटि मेसेन्जरमा राखेको छ त्यो पनि हेरौँ होला है ए हुन्छ सर ल त्यस्तो केही छ भने सोधौँ अब नभए आज हामी यति नै गरौँ न है ए हुन्छ सर हुन्छ थ्याङ्क यू बाई बाई ए सर थ्याङ्क यू